कोही मानिसहरू संसारलाई जस्तो छ त्यस्तै हेर्न चाहन्छन् र कोही यसलाई जस्तो हुनुपर्छ त्यस्तै बनाउँछन्। यो संसारमा ठुलो छलकपट हुन्छ। भित्रबाट निर्दोष हुनेहरूलाई बाहिरबाट सोझो भनिन्छ र यदि यो भोलापनलाई समयमै त्यागिएन भने यसले एक दिन तपाईँको आत्मसम्मानलाई खाइदिन सक्छ। आजको ज्ञानले तपाईँको जीवन सधैँका लागि परिवर्तन गरिदिन सक्छ। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। चाणक्य नीति नम्बर 1। सबैलाई विश्वास गर्ने व्यक्ति या त मूर्ख हो या सजिलै धोकामा पर्छ। तपाईले कुनै समयमा महसुस गर्नुभएको हुनुपर्छ कि तपाईले कुनै आशा बिना कसैलाई मद्दत गर्नुभयो, तर जब तपाईलाई तिनीहरूको आवश्यकता पर्यो तिनै मानिसहरू अचानक गायब भए। यो संयोग होइन, यो संसारको नियम हो। जबसम्म तपाईँ उपयोगी हुनुहुन्छ मानिसहरू तपाईँको साथमा हुन्छन् र जब तपाईँको सोझोपनले उनीहरूलाई काम गर्दैन तिनीहरूले तपाईँलाई त्याग्छन्। चाणक्य नीति नम्बर 2। मूर्खता र सहिष्णुता बीचको एउटा मसिनो रेखा छ। जसले यो बुझ्दैनन् उनीहरूलाई सधैँ चोट पुग्छ। यदि तपाईँलाई लाग्छ कि सबै कुरा ठिकठाक हुनेछ र सबैले तपाईँले जस्तै दुःख भोग्छन् भने सुन्नुहोस्, यो संसार तपाईँले सोचे जस्तो निष्पक्ष छैन। चुप लागेर बस्नेहरू कुल्चिएका छन्। सबै कुरा सहनेहरूले अझ बढी दुःख भोग्छन् र क्षमा गर्नेहरूले सधैँ सबैभन्दा बढी धोका पाउँछन्। चाणक्य नीति नम्बर 3। दया एक सद्गुण हो, तर मूर्खलाई दया देखाउनु पाप हो। कसैलाई क्षमा गर्नु राम्रो कुरा हो, तर तिनीहरूलाई बारम्बार क्षमा गर्नु भनेको तपाईँको आत्मसम्मान नष्ट गर्नु जस्तै हो। मानिसहरूले तपाईँलाई प्रयोग गर्नेछन् जबसम्म तपाईँ हुन्न भन्न सिक्नुहुन्न। त्यसैले हुन्न भन्न सिक्नुहोस्। यो केवल शब्द होइन, यो तपाईँको मानसिक स्वतन्त्रताको पहिलो चरण हो। एक वृद्ध मानिसले एकपटक एउटा युवालाई धेरै सुन्दर पाठ सिकाए। छोरा, संसारमा 3वटा सबैभन्दा गर्न नहुने कुराहरू छन्। पहिलो, तिमीलाई केही गलत गर्न लगाउने व्यक्तिलाई हुन्न भन्न सिक। दोस्रो, तिम्रो समय बर्बाद गर्ने व्यक्तिलाई नाइ भन्न सिक। र तेस्रो, तिम्रो सधैँ मजाक उडाउने व्यक्तिलाई टाढै राख। यी 3वटा कुरा गरे मात्र तिमी आफ्नो आत्मसम्मान बचाउन सक्छौ। चाणक्य नीति नम्बर 4। छिटै विश्वास गर्ने व्यक्तिले समयसँगै पछुताउँछ। विश्वास भनेको बिउ जस्तै हो। रोप्नु अघि तपाईँले माटोलाई अवलोकन गर्नुपर्छ। तपाईँले मौसमको पूर्वानुमान गर्नुपर्छ र त्यसपछि पनि केही बिउहरू अङ्कुराउँदैनन्। त्यसैगरी केही मानिसहरू तपाईँको विश्वासको योग्य हुँदैनन्, तपाईँ जतिसुकै महान भए पनि। एकपटक एउटा केटाले आफ्नो सबैभन्दा मिल्ने साथीलाई आफ्नो सबैभन्दा ठुलो रहस्य बतायो। 2 दिनभित्र यो खबर बस्तीभरि फैलियो। साथीले भन्यो, मैले अर्को एक साथीलाई मात्र भनेको थिएँ र त्यो साथीले पनि त्यही कुरा भनिरह्यो। त्यसपछि केटाले महसुस गर्यो कि गोप्य कुराहरू केवल तिनीहरूसँग मात्र राख्नुपर्छ जसको वफादारी समयले परीक्षण गरेको छ। सत्य यो हो कि धेरैजसो मानिसहरू राम्रो श्रोता होइनन्, तिनीहरू सिर्फ प्रचारक हुन्। चाणक्य नीति नम्बर 5। सम्मान नपाएको ठाउँमा एक क्षण पनि बस्नु मूर्खता हो। यदि तपाईँ आफ्नो सम्बन्ध, साथीभाइ वा कार्यस्थलमा हरेक दिन अपमानित महसुस गर्नुहुन्छ भने विश्वास गर्नुहोस्, तपाईँको सोझोपनले तपाईँलाई नष्ट गरिरहेको छ। संसार तपाईँको सोझोपनमा रमाइरहेको छ, अभ्यस्त भइसकेको छ र तपाईँको अपमानलाई सामान्य रूपमा लिइरहेको छ। त्यसैले चुप नबस्नुहोस् र त्यहाँ बस्नुहोस् जहाँ तपाईँको कदर हुन्छ, शोषण हुँदैन। अब तपाईँले समाजले हामीलाई सिकाएको सबैभन्दा ठुलो झुट र गोप्य हतियार पत्ता लगाउन लाग्नुभएको छ, जसको साथ तपाईँ चुपचाप तर शक्तिशाली बन्न सक्नुहुन्छ। समाजले हामीलाई राम्रो हुन, सबैको भलाइ गर्न र सबैलाई खुसी राख्न सिकायो, तर तिनीहरूले हामीलाई कहिल्यै एउटा कुरा सिकाएनन्। जब यही समाजले तपाईँलाई खिल्ली उडाउन थाल्छ तब आफूलाई कसरी बचाउने त भन्ने कुरा उनीहरूले कहिल्यै सिकाएनन्। सबैभन्दा ठुलो झुट यो हो कि सत्यको सधैँ विजय हुन्छ, किनभने वास्तविकता यो हो कि सत्यले तब मात्र जित्छ जब यसमा बुद्धि र सीमा हुन्छ। चाणक्य नीति नम्बर 6। अत्यधिक नम्रताले हीनतालाई जन्माउँछ र हीनताले शोषणलाई जन्माउँछ। जब तपाईँ हरेक पटक झुक्नुहुन्छ मानिसहरूले तपाईँलाई तपाईँको टाउकोमा होइन खुट्टामुनि कुल्चिन थाल्छन्। समाजले तपाईँको भलाइको त्यति वास्ता गर्दैन जति यसलाई तपाईँको कमजोरी मनपर्छ। र सबैभन्दा नराम्रो कुरा, तपाईँ आफैलाई थाहा हुँदैन कि तपाईँ कहिले बलियो व्यक्तिबाट केवल वस्तु बन्न थाल्नुभयो। चाणक्य नीति नम्बर 7। स्वभावले शान्त व्यक्तिको रिस सबैभन्दा खतरनाक हुन्छ। मानिसहरू मौन व्यक्तिलाई डरपोक, सोझो र असहाय ठान्छन्, तर यदि त्यही मौन व्यक्ति भित्रबाट जागृत भयो भने एक नजर, एक निर्णयले सम्पूर्ण संसार परिवर्तन गर्न सक्छ। संसार तपाईँको आवाजबाट होइन, तपाईँको उपस्थितिबाट डराउनुपर्छ। कम शब्द बोल्नेहरू मात्र बढी प्रभावकारी बन्न सक्छन्। एउटा पुरानो कथा छ। एक ऋषिका 2 चेला थिए।
एकजनाले धेरै बोल्थे, दिनरात बुद्धि र नैतिक उद्धरणहरू प्रचार गर्थे। अर्कोले केवल सुने, बुझे र थोरै बोले। एक दिन गाउँमा आगो लाग्यो। पहिलो चेलाले सबैलाई व्याख्यान दिन थाले, नडराऊ नभाग, भगवानले सबै ठिक पार्नुहुनेछ। दोस्रो चेलाले चुपचाप बच्चाहरूलाई उठाए, वृद्धहरूलाई आफ्नो काँधमा बोके र सबैलाई सुरक्षित ठाउँमा लगे। आगो निभाइयो। त्यसपछि गाउँलेहरूले भने, ऋषि त्यो हो जो मौन बस्यो, बोल्नेहरू जे भन्छन् त्यो गर्दैनन्। याद राख्नुहोस्, बुद्धिमान त्यो होइन जो बोल्छ, चतुर त्यो हो जसले सही समयमा सही काम गर्छ। चाणक्य नीति नम्बर 8, ढोङ गर्नेहरू प्राय खोक्रो हुन्छन् र भित्रबाट बलियो हुनेहरू शान्त हुन्छन्। राम्रो हुनु र चतुर हुनु दुई फरक कुरा हुन्। यदि तपाईँले आज आफूलाई परिवर्तन गर्नु भएन भने भोलि संसारले तपाईँलाई परिवर्तन हुन बाध्य पार्नेछ र त्यतिन्जेल धेरै ढिला भइसकेको हुनसक्छ। चाणक्य नीति नम्बर 9, समय र सम्मान दुई चिजहरू हुन्। जहाँ तपाईँलाई आवश्यक पर्ने कुराहरू पाउनुहुन्न त्यो ठाउँमा बस्नु मूर्खता हो। जब तपाईँ मानिसहरूलाई आफ्नो समय दान गर्नुहुन्छ, तिनीहरूले सोच्छन् कि तपाईँ फुर्सदिलो हुनुहुन्छ, तपाईँको काम छैन। जब तपाईँ तिनीहरूलाई बारम्बार कुराहरू व्याख्या गर्नुहुन्छ, तिनीहरूले तपाईँको अस्तित्वलाई बेवास्ता गर्छन्। तर एक दिन जब तपाईँ मौन बस्नुहुन्छ र तिनीहरूलाई बेवास्ता गर्न सिक्नुहुन्छ, तिनीहरूले तपाईँको मूल्य बुझ्छन्। शक्तिशाली बन्ने पहिलो सङ्केत मौन बस्नु हो। आफूलाई यति उच्च पार्नुहोस् कि मानिसहरूले तपाईँको उचाइ हेर्नका लागि आफ्नो टाउको उठाउन परोस्। सोझोपन र स्मार्टनेस बीचको भिन्नता यही नै हो। सोझोपनले सबै कुरालाई हृदयमा लिन्छ, तर एक स्मार्ट व्यक्तिले कहाँ रोकिने, के छोड्ने र के लिने भनेर बुझ्छ। कहिलेकाहीँ हामी आफैसँग लड्छौँ किनभने हामी अरूसँग हार्न यति अभ्यस्त भइसकेका हुन्छौँ कि जब आफैलाई सम्हाल्ने कुरा आउँछ हामीमा साहसको कमी हुन्छ। तर के तपाईँले कहिल्यै सोच्नु भएको छ कि यो थकान किन आउँछ भनेर, यो विघटन किन हुन्छ? किनभने हामी आफैसँग लडेर सबै कुरा प्राप्त गर्न चाहन्छौँ र संसारले हामी धेरै बलियो छौँ भन्ने सोच्दछ। तर भित्रभित्रै हामी टुक्रिएका हुन्छौँ, हामी एक्लो हुन्छौँ र कहिलेकाहीँ सोझोपनले हामीलाई आफ्नै नजरमा लज्जित बनाउँछ। चाणक्य नीति नम्बर 10, जो हरेक कुरा सहन्छ ऊ एक दिन आफैसँग हार्छ। सबैका लागि सबै कुरा गर्ने व्यक्ति आफैबाट सबैभन्दा टाढा हुन्छ। हो, सोझोपनले बाहिरबाट मात्र खाँदैन, यसले बिस्तारै तपाईँको आत्मालाई मौन बनाउँछ र जब आत्मालाई मौन गरिन्छ त्यो व्यक्ति भित्रबाट मर्छ। तर मानिसहरूले आफूलाई जीवित छ भनेर सोच्न जारी राख्छन्। चाणक्य नीति नम्बर 11, स्वार्थी बन्नुहोस् तर बुद्धिमानी तरिकाले। स्वार्थी हुनु पाप होइन, जबसम्म यो तपाईँको आफ्नै आत्मसंरक्षणको लागि हो। हरेक पटक जब तपाईँ सबैलाई खुसी पार्न प्रयास गर्नुहुन्छ, तपाईँ आफैबाट टाढा जानुहुन्छ। र सम्झनुहोस्, आफूलाई गुमाउने व्यक्तिले यस संसारमा केही पनि बचाउन सक्दैन। चाणक्य नीति नम्बर 12, जताततैको उपस्थितिले व्यक्तिको आफ्नो महत्त्व घटाउँछ। जब तपाईँ सधैँ सबैका लागि उपस्थित हुनुहुन्छ, मानिसहरूले तपाईँको उपस्थितिलाई आवश्यकताभन्दा बानी मान्न थाल्छन् र जब एक व्यक्ति बानी बन्छ उसको सम्मान घट्न थाल्छ। त्यसैले गायब हुनु पनि एक कला हो। कहिलेकाहीँ चुप लागेर टाढै बस्नाले मानिसको नजरमा तपाईँको ओजन बढ्छ र शक्ति देखाउने एउटा शान्त तरिका भनेको गायब हुनु हो। केही समयका लागि गायब हुनुहोस् ताकि मानिसहरूले सम्झुन् कि तपाईँ विकल्प होइन, तपाईँ आवश्यकता बन्नुपर्छ। चाणक्य नीति नम्बर 13, जसले तपाईँलाई साँच्चै माया गर्छ उसले बारम्बार आफूलाई प्रमाणित गर्न कहिले लगाउँदैन। यदि कसैले तपाईँको मनसाय भावनालाई बारम्बार शङ्काको नजरले हेर्छ भने बुझ्नुहोस् कि तिनीहरू तपाईँको प्रेमको योग्य छैनन्। साँचो सम्बन्ध त्यो हो जहाँ तपाईँले एक शब्द पनि नबोली बुझ्नुहुन्छ र जहाँ बारम्बार व्याख्याको आवश्यकता पर्दैन। त्यसैले सोझो नमर्नुहोस्। जबसम्म तिनीहरूले तपाईँलाई सम्मान गर्छन् तबसम्म मात्र मनाउन प्रयास गर्नुहोस्। अर्को पाठ त्यस्ता सम्बन्धहरूको बारेमा हो जसले तपाईँको जीवनको हरेक निर्णयलाई चुपचाप प्रभाव पार्छ र यदि सही रूपमा बुझियो भने तपाईँको सम्पूर्ण जीवन परिवर्तन गर्न सक्छ। केही सम्बन्धहरूले हामीबाट सबै कुरा खोज्छन् र बदलामा हामीलाई महसुस गराउँछन् कि सायद हामी कहिल्यै पर्याप्त थिएनौँ। तर यो सत्य होइन। सत्य यो हो कि हामीले हाम्रो आत्ममहत्त्वलाई यति सस्तो बनाएका छौँ कि अर्को व्यक्तिले यसको मूल्य पनि बुझेन। चाणक्य नीति नम्बर 14, आत्मसम्मान त्याग्नु प्रेम होइन, यो आत्महत्या हो। यदि तपाईँ कसैका लागि आफ्नो पहिचान, आफ्नो मर्यादा, आफ्नो आत्मसम्मान त्याग्दै हुनुहुन्छ भने यो त्याग होइन, यो बिस्तारै आफूलाई नष्ट गर्ने प्रक्रिया हो र तपाईँको आत्मसम्मान नबुझ्ने मानिस तपाईँको प्रेमको योग्य छैन। चाणक्य नीति नम्बर 15, संसारले आफूलाई न्याय नगर्नेहरूलाई त्यस्तै व्यवहार गर्न थाल्छ। यदि तपाईँले हरेक पटक आफ्नो इच्छालाई दबाउनु भयो भने संसारले तिनीहरूलाई महत्त्वपूर्ण मान्न छोड्छ।
जब तपाईँ आफैलाई प्राथमिकता दिनुहुन्न, अरूले तपाईँलाई महत्त्वहीन मान्न थाल्छन्। स्मार्ट बन्ने सुरुवात यहीँबाट हुन्छ, जब तपाईँ आफ्नै सपनाहरूलाई महत्त्वपूर्ण मान्न थाल्नुहुन्छ। बुझ्नुहोस् कि कहिलेकाहीँ आफैसँग जोडिनु भनेको अरूसँग अझ गहिरो रूपमा जोडिने सुरुवात हो। चाणक्य नीति नम्बर 16। बाहिरबाट जतिसुकै मुस्कुराए पनि सोझा व्यक्तिहरू भित्री रूपमा सधैँ टुटेका हुन्छन्। हामी संसारलाई मुस्कान प्रस्तुत गर्छौँ, तर जब हामी ऐनामा एक्लै हेर्छौँ, हाम्रा आँखाले सत्य प्रकट गर्छ। यो भोलापन हो। अरूको अपेक्षालाई पछ्याउँदै हामी आफैसँग समय बिताउन सक्दैनौँ। स्मार्टनेस भनेको आफ्नो साँचो भावनालाई स्वीकार गर्नु हो। अब आउन लागेको अन्तिम भागले तपाईँलाई तागत दिनेछ, जसले एक शान्त व्यक्तिलाई संसारको सबैभन्दा शक्तिशाली व्यक्तिमा रूपान्तरण गर्न सक्छ। अर्को भागमा हामी सिक्नेछौँ कि कसरी एक साधारण व्यक्ति कुनै आवाज नगरी आफूलाई यति उचाइमा पुर्याउन सक्छ कि कसैले पनि तिनीहरूलाई बेवास्ता गर्न सक्दैनन्। प्रत्येक व्यक्तिभित्र एउटा कुना हुन्छ जहाँ तिनीहरू सबैभन्दा एक्लो हुन्छन्। त्यो कुना संसारसँग डराउँदैन, बरु आफूलाई गुमाउँछु कि भनेर डराउँछ, र यो डरले हामीलाई सोझोपन दिन्छ। किनभने हामी सोच्छौँ कि यदि हामी राम्रो रह्यौँ भने कसैले पनि हामीलाई त्याग्ने छैन। तर याद राख्नुहोस्, यस संसारमा सबैभन्दा पहिले त्यागिनेहरू ती हुन् जो सबैभन्दा सत्यवादी छन्। चाणक्य नीति नम्बर 17। जबसम्म तपाईँ आफूलाई प्रमाणित गर्न प्रयास गरिरहनुहुन्छ, मानिसहरूले तपाईँको मूल्य बुझ्ने छैनन्। एक समय आउँछ जब एक व्यक्ति मानिसहरूलाई मनाउँदै थाक्छ, र त्यसपछि ऊ मौन हुन्छ। यो मौनता हार होइन, यो आत्मप्राप्तिको सुरुवात हो। मौनतामा शक्ति छ, यो नै साँचो विजयको सुरुवात हो। चाणक्य नीति नम्बर 18। जुन दिन तपाईँले मानिसहरूको नजरमा पतनको डरलाई त्याग्नुभयो, त्यही दिन तपाईँ आफ्नो जीवनको उचाइमा उक्लन थाल्नुहुनेछ। मानिसहरू के सोच्लान्? जब यो सोच हटाइन्छ, एक व्यक्ति स्वतन्त्र, सशक्त र स्मार्ट बन्छ। स्मार्ट बन्ने सबैभन्दा पक्का तरिका भनेको कसैलाई नभनी आफूलाई यति माथि उठाउनु हो कि मानिसहरूले तपाईँको बारेमा सोध्न थालुन्, तपाईँको अस्तित्वलाई हृदयबाट स्वीकार गरून्। चाणक्य नीति नम्बर 19। तपाईँको यात्रा चुपचाप गर्नुहोस्, किनकि हल्ला गर्नेहरू प्राय बाटोमा हराउँछन्। यदि तपाईँले संसारलाई केही देखाउनु छ भने परिणाम देखाउनुहोस्, किनभने शब्दहरूको कुनै ग्यारेन्टी हुँदैन, तर परिणामले इतिहास बनाउँछ। र अब तपाईँले अहिलेसम्म सिकेको सबैभन्दा ठुलो परिवर्तन भनेको सोझोपन कति खतरनाक छ भन्ने नै हो। यसले तपाईँलाई प्रियजनहरूबाट, तपाईँको सपनाहरूबाट र तपाईँबाट कसरी टाढा बनाउँछ भन्ने कुरा नै हो। तर अब उठ्ने, परिवर्तन हुने र सबैभन्दा ठुलो निर्णय लिने समय हो। आफैसँग बाचा गर्नुहोस्, अब म त्यो मात्र गर्नेछु जुन मेरो आत्माले स्वीकार गर्छ। अब म जहाँ मेरो सम्मान गरिन्छ त्यहाँ रोकिनेछु। अब म सबैलाई खुसी पार्ने व्यक्ति हुने छैन। म त्यस्तो व्यक्ति हुनेछु जसले आफूलाई हराउन दिने छैन। यदि यो कुरा तपाईँसँग मिल्न गयो र यदि तपाईँलाई लाग्छ कि यो मेरो पनि कथा हो भने तपाईँ एक्लो हुनुहुन्न। हामी सबै कहिलेकाहीँ त्यो मोडबाट गुज्रन्छौँ, तर जो पछि हट्दैनन् तिनीहरूले इतिहास बनाउँछन्। अनि यदि तपाईँ पनि त्यो परिवर्तनतर्फ पहिलो कदम चाल्न चाहनुहुन्छ भने यो भिडियोलाई लाइक गर्नुहोस्, ताकि हामी कसैको जीवनमा परिवर्तन ल्याइरहेका छौँ भनेर थाहा पाउन सकौँ। आफ्नो सत्य कथा, आफ्नो अनुभव कमेन्टमा लेख्नुहोस्, ताकि यो केवल भिडियो नहोस्, यो एक आन्दोलन बनोस्। यसलाई साथी, भाइ र आफन्तसँग सेयर गर्नुहोस् जो अझै पनि सोझो र सत्यवादी बन्छु भनेर फसेका छन्, ताकि उनीहरूलाई पनि थाहा होस् कि उनीहरू एक्लो छैनन्। र यदि तपाईँ यस्तै गहिरो, सत्यवादी र नैतिक ज्ञानहरू हरेक पटक तपाईँको हृदयमा पुर्याउन चाहनुहुन्छ भने हाम्रो च्यानल सक्सेस मन्त्र नेपाललाई सब्स्क्राइब गर्नुहोला। यहाँका हरेक शब्दले केवल ज्ञान मात्र प्रदान गर्दैनन्, तपाईँलाई रूपान्तरण हुन बाध्य पार्नेछन्। तपाईँमा आउने सकारात्मक परिवर्तन नै हाम्रो सबैभन्दा ठुलो विजय हो।